गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकार बनेको 26 दिनमै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्। खास गरी उनी गृहमन्त्री भएकै दिनबाट उनको चर्चा र विवाद झुलिएको थियो। गृहमन्त्री भएको भोलिपल्टदेखि नै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाएको र पूर्व मन्त्रीहरूलाई पक्राउ गरेको दिनदेखि नै उनलाई विपक्षी पार्टीहरूले विरोध गर्दै आएका थिए र पछिल्लो समयमा उनको सम्पत्ति विवरण आएपछि उनी विवादमा तानिएका थिए। उनको पोखरामा भएको जग्गा र त्यस पछाडि उनले सम्पत्ति विवरणमा नदेखाइएको कम्पनीको सेयरको कारण उनी पछिल्लो समय विवादमा तानिएका छन्। खास गरी विवादमा आएका बिचौलिया तथा व्यापारी दीपक भट्ट र सुलभ अग्रवालसँग उनको सम्बन्ध रहेको र सुलभ अग्रवाल र दीपक भट्टसँग रहेको कम्पनीमा उनको पनि साझेदारी रहेको भनेर उनी पछिल्लो समय धेरै नै विवादमा तानिँदै आएका थिए र त्यही विवादको लागि छानबिन समिति बनोस् र यस विषयमा निष्पक्ष छानबिन होस् भनेर विभिन्न मानिस तथा खास गरी अहिलेका विपक्षी पार्टीहरूले व्यापक विरोध गर्दै आएका थिए र यसैलाई सघाउनको लागि भनेर उनले आज राजीनामा दिएका छन्। आफू पदमा रहँदै गर्दाखेरि उक्त अनुसन्धान प्रभावित हुने, त्यसैले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने भएकोले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहोस् र उक्त अनुसन्धान राम्रोसँग होस् भनेर उनले राजीनामा दिएको भन्ने बुझ्नमा आएको छ। उनको राजीनामा पछाडि हालको लागि गृहमन्त्रीको पद सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नै राख्ने भन्ने बुझिएको छ। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले चाँडै नै उनको विषयमा निष्पक्ष छानबिन गर्नको लागि एउटा उच्च समिति बनाउने र उक्त समितिको निर्णय आइसकेपछि नै मात्र यदि उनी निर्दोष देखिएको खण्डमा पुनः उहाँलाई नै गृहमन्त्री बनाउने र उहाँ निर्दोष नदेखिएको खण्डमा अरू कसैलाई गृहमन्त्री बनाउने भन्ने कुरो आएको छ। खास गरी पछिल्लो समय भदौ 23 र 24 को जेनजी आन्दोलन पछाडि निकै चर्चामा आएका सुदन गुरुङ त्यस पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै गोर्खा क्षेत्र नम्बर 1 बाट सांसद बनेर आएका थिए र उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो क्याबिनेटमा शक्तिशाली मन्त्रालय गृह मन्त्रालयको जिम्मेवारी दिएका थिए र पछिल्लो समय उनको सम्पत्ति विवरणले गर्दा उनी धेरै नै विवादमा तानिएर आएका थिए। फेसबुक स्ट्याटसबाट राजीनामाको घोषणा गरेका थिए। उनले आफ्नो फेसबुक स्ट्याटसमा के भनेका छन् सुनौ है त। फेसबुकमा स्ट्याटस लेख्दै उनी भन्छन्, म सुदन गुरुङ मिति 2082 साल चैत्र 13 गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयर लगायतका विषयमा उठेको प्रश्न, टिप्पणी र जनचेतनालाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पद भन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वास भन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाबदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ। सार्वजनिक जीवन स्वच्छ हुनुपर्दछ, नेतृत्व उत्तरदायी हुनुपर्दछ। मेरो 46 जना भाइ बहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। त्यसैले मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्रीको पदबाट राजीनामा दिएको छु। मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनै पर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ स्विट सेयर छ, बिस्तारै आउला। राम राज्यको चाहना राख्नेहरूले त्याग र नैतिकताको साहस पनि देखाउन सक्नुपर्छ। फर माई कन्ट्री एन्ड फर द रेस्पेक्ट अफ आवर सेक्युरिटी फोर्सेस एन्ड फर द युथ अफ नेपाल भन्दै उनले आज राजीनामा पत्र बुझाएका हुन् र खास गरी पछिल्लो समयमा गरेका उनले कार्यहरूबाट नेपाली जनताहरूमाझ उनी पपुलर भएका थिए। उनको कार्यहरूबाट नेपाली जनताहरू अत्यन्तै खुसी भएका थिए। आशा गरौँ अब हुने छानबिन समितिबाट उनी निर्दोष हुनेछन् र पुनः उनी गृहमन्त्रीको पदमा आउनेछन्।